सेवाहरू नमस्कार। ल गोर्खा सिमेन्ट्रीमा आज हामी दुईजना आएका छौँ। त्यसमा चाहिँ अब हेरौँ यो सिमेन्ट्रीमा आउनुको लागि चाहिँ 76K सेङ्सुई र 76 ग्रिन मिनी बसमा चाहिँ युनलङबाट आउनुपर्ने रहेछ। हाम्रो यहाँ दिवंगत हुनुभएकोहरू कामा बहादुर मल्ल होइन गुरुङ स्टोरी रहेछ। यो गोर्खा सिमेन्ट्री ट्रस्ट यहाँ एप्रिलमा चाहिँ हाम्रो सानो प्रोग्रामहरू हुन्छ होइन। त्योभन्दा अगाडि चाहिँ यस्तोहरू छ है, विभिन्न उमेर समूहका दिवंगतहरूको छ यो। भित्र चाहिँ शान्तिन ब्यारेकभित्र चाहिँ फोटो भिडियो खिच्नु दिएन होइन। त्यहाँ चाहिँ आएर यसो भन्यो भने किताब पठाइदिने रहेछ है। गौबहादुर थापा होइन रहेछ विभिन्न। साह्रै हङकङको गोर्खा सिमेन्ट्री यस्तो छ। यो शान्तिन ब्यारेकबाट अलिकति बाहिर मच्छर त भयङ्कर लाग्ने रहेछ। मच्छरले टोकिदियो। सिमेन्ट्री अब यस्तो छ। मौका मिल्यो भने भित्रको फोटो पनि खिच्नु पाइन्छ कि हेरौँ। यो चाहिँ मिसेस हेमकला गुरुङ सेन मिडवाइफ रहेछ है। गोर्खा राइफल्स एज अननोन भनेको चाहिँ यो सबैभन्दा यो चाहिँ पक्का प्रपर हाम्रो चियान जस्तै बनाइएको रहेछ। यो चाहिँ चियान जस्तै पुरै रहेछ। अरू चाहिँ यो सानो सानो यो खालको पनि छ। यस्तो सानो सानो नाम नम्बरहरू भएको छ। पर पनि एउटा रहेछ चियानहरू। यो चाहिँ हाम्रो पक्का चियानै बनाएको जस्तो छ। इन लभिङ मेमोरी अफ मिस्टर चन्द्रलाल विश्वकर्मा डिपोर्टेड फेब्रुअरी 1985 एज अ 53 रहेछ। निकै ठुलो एरियामै छ। निकै ठुलो एरियामा छ। यो विशेष गरेर चाहिँ हेर्नु पऱ्यो भन्ने सोचेको यो गोर्खा सिमेन्ट्री जस्तो छ है। तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने युनलङ म्याकडोनल्डको पछाडिपट्टिबाट 76 ग्रिन मिनी बसमा चढेर लास्ट स्टपबाट थोरै अगाडि गएपछि त्यसमा चाहिँ तपाईँले चाहिँ म चाहिँ यो सिमेन्ट्रीमा जान्छु भन्नुभयो भने उनीहरूले स्कट गरेर पनि यता ल्याइदिन्छ या उनीहरूले निर्देशन दिन्छ यसरी जानु भनेर। यसरी जानु सकिने रहेछ। अनि त्यहाँबाट आएपछि जब यो सिमेन्ट्री देखिन्छ, त्यो चियान गाडी देखिन्छ, त्यहाँबाट चाहिँ तपाईँहरूले त्यहाँ फोन नम्बर छ। त्यो फोन नम्बरमा सम्पर्क गर्नुभयो भने उनीहरूले त्यहाँ नम्बर दिन्छ ढोका त्यो चाबीको। त्यो चाबीबाट तपाईँहरूले यो गर्नु सक्नुहुनेछ। यस्तो छ है। त्यहाँको हेर्नुहोस् हाम्रो गोर्खा सिमेन्ट्री भनेर निकै ठुलो चाहिँ 18 सङ्ख्या थाहा भएन। अब यसको लागि पनि केही बुझ्नु पर्ला जस्तो लागिरहेछ। बन्द गरिदिउँ। हाम्रै हो के अरे त्यो, हामीले नै बन्द गरिदिनु पऱ्यो। ल गोर्खा सिमेन्ट्रीको ढोका चाहिँ अहिले हाम्रो लौती सरले बन्द गर्दै हुनुहुन्छ है। अघि पर्मिसन लिएर छिर्यो, अहिले चाहिँ बन्द गरेर अब आउट भइसकेको अवस्था।